लासो मकन्द फ्यापुला आज फेरि पनि तपाईँहरूको अघि सामान्य वाक्यहरूको भिडियो लिएर आएको छु है। तामाङ भाषा सिक्नुभन्दा अघि विशेष गरी हामी सामान्य वाक्यहरू नै सिक्नुपर्ने जरुरी हुन्छ है। कतिपय वाक्यहरू भुल हुन गए अघिबाटै म क्षमा प्रार्थी चाहन्छु है। र अब भने सिधै भिडियोतर्फ लागौँ है। सामान्य वाक्यहरू यस प्रकार छ है। पहिलो वाक्य, घरमा को छ भन्दाखेरि घरमा भन्दा कुनै ठाउँमा धिम्री पनि भन्ने गर्छ, कुनै ठाउँमा दिम्री पनि भन्ने गर्छ है। घरमा को छ भन्दाखेरि धिम्री अथवा दिम्री, खाला खाला मुला है, यसरी पनि भन्न सकिन्छ। दोस्रो वाक्य, तिम्रो दाजुभाइ कतिजना हो भन्दाखेरि तामाङमा आइला ज्योज्यो आले अथवा च्योन मेन्दो गादे मुला यसरी पनि भन्न सकिन्छ। भाइलाई आले पनि भनिन्छ, कुनै ठाउँमा च्योन पनि भन्ने गरिन्छ है। अनि जनालाई चाहिँ जहिले पनि मेन्दो हुन्छ है। फेरि एकपल्ट, तिम्रो दाजुभाइ कतिजना हो भन्दा आइला ज्योज्यो आले अथवा च्योन मेन्दो गादे मुला है, यसरी पनि भन्न सकिन्छ। तेस्रो वाक्य, दिदी बहिनी कतिजना हो भन्दाखेरि दिदीलाई नाना, बहिनीलाई बुरिङ है। नाना बुरिङ मेन्दो गादे हिन्ना भनेर यसरी भन्न सकिन्छ। चौथो वाक्य, नेपालीमा भरे आउँछ कि आउँदैन भन्दाखेरि कि को चाहिँ वा हुन्छ है। भरेको दारे, भरे आउँछ कि आउँदैन भन्दाखेरि दारे खाबा वा आखाबा यसरी पनि भन्न सकिन्छ है। पाँचौँ वाक्यमा घरमा कोही छैन रहेछ भन्दाखेरि धिम्री अथवा दिम्री खालै आरे टिम हुन्छ है। छैन रहेछ भन्दा आरे टिम अथवा कसैले आरे चिम पनि भन्ने गर्छ है। घरमा कोही छैन रहेछ भन्दा धिम्री अथवा दिम्री खालै आरे टिम है। छठौँ वाक्य, भात पाक्यो भने खाउँ होला है। कान मिन्जी विषम जागे ताला यसरी पनि भन्न सकिन्छ है। अन्तमा भनेको तामाङ भाषामा लिसाङ्री भनिन्छ है। लिसाङ्री। सातौँ वाक्यमा, आज म स्कुल छिटो जानुपर्छ भन्दाखेरि तिनीङा लोपखाङ योना नितोला यसरी भन्न सकिन्छ है। आजलाई यतिमा राख्दै तपाईँहरू बिदा लिन चाहन्छु। लासो थुचेम।